आदरणीय जनहरू, यो विभिन्न खालको हाम्रो देशमा रहेका ठुला राजनीतिक दलहरू जस्तै नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी लगायत अन्य दलहरूले जति प्रेसर दिएर हर्का साम्पाङलाई चुनावमा चाहिँ हराउनको लागि उहाँहरूले भूमिका खेल्नु भएको थियो। अवश्य नै काङ्ग्रेस एमाले र अरू राजनीतिक पार्टीले जितेको भए सायद यस्तो हुन्थेन होला। अहिले धरानको मुहार हेर्दाखेरि हामी एउटा श्रम संस्कृति यो पार्कमा आइपुगेका छौँ। हेर्नुहोस् त हजुरहरूले, यता तलतिर त्यहाँ देखाउनुहोस् त सर, त्यो एउटा खोला हो। यहाँ पुरै जङ्गल थियो भन्नुहुन्छ यहाँको स्थानीयवासीहरू। अहिले हेर्नुहोस् त यो जङ्गल र खोलालाई कस्तो बनाउनु भएको छ। यता तल यो पुललाई यस्तै सजावट गर्नुभएको छ, यो पुललाई होइन। अनि त्यसपछि यता माथिपट्टि त्यस्तै छ, जस्तै त्यहाँ त्यो धरान लेखेको हामीले देखियो। अवश्य नै यो पार्क चाहिँ एउटा सुन्दर पृथ्वीकै एउटा नमुना बन्न गए जस्तो हामीलाई पनि लाग्यो। किनभने यो जङ्गललाई यस्तो रूप दिनुभएको छ उहाँले है। उहाँलाई हामी त छहरा बनाएर यस्तो गर्नुभएको छ होइन। अर्को उतापट्टि एउटा चाहिँ उहाँले के गर्नुभएको छ भने यो श्रमदानद्वारै यहाँबाट स्वस्फूर्त रूपमै यहाँको जनताले चाहिँ श्रमदान गरेको भएर श्रमदानको एउटा बनाउनु भएको छ। त्यहाँ एउटा प्रतीक्षाला जस्तो पनि बनाइदिनु भएको रहेछ होइन। एउटा लकको चिन्ह हामीले यहाँ देख्न सकिन्छ। अन्त माथिपट्टि पनि हेर्नु त त्यो भित्तामा चाहिँ उहाँले बार लगाएर चट्ट एउटा हेर्दा पनि एकदम के आनन्द जस्तो अलौकिक क्षेत्र बनाउनु भएको छ। यतापट्टि फेरि हेर्नुहोस् त हजुरले, उहाँ बच्चा खेल्नको लागि बच्चाको लागि चिल्ड्रेन पार्क जस्तो पनि सानो बनाइदिनु भएको रहेछ होइन। अनि विभिन्न खालका यहाँ जनावरको चित्रहरू सहित हरेक ठाउँमा चाहिँ हेर्नुहोस्। यो पुल हेर्नुहोस्, एउटा नमुना पुल यहाँ हेर्नुहोस्, तपाईँहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ यस्तो यो अलौकिक पुलै हो यो होइन। त्यो जहाँसुकै हामीले यस्तो भेट्दैनौँ। यहाँको चाहिँ एउटा यो अलौकिक पुल पनि हामीले यहाँ देख्यौँ। अर्को चाहिँ तपाईँको माथि उहाँ धरान लेख्नु भएको छ होइन। धरान लेखेर अब यहाँको परिचय दिन खोज्नु भएको रहेछ, त्यसलाई पनि हामीले देख्न सक्छौँ। हस् त आदरणीय जनहरू, हजुरहरूले हेर्दै गर्नु होला। हामीले तपाईँहरूलाई नयाँ नयाँ ठाउँको बारेमा अवगत गराइरहेका छौँ। फेरि हामी नयाँ नेक्स्ट पोइन्टमा जाँदैछौँ, त्यसको बारेमा पनि तपाईँहरूलाई विस्तृत रूपमा हामीले जानकारी गराउनेछौँ। हाम्रो भिडियोलाई चाहिँ कन्टिन्यू दिनु होला।